नमस्ते। यो मेरो लगभग 5 साल भइसक्यो सुगर भएको। यो सुगरको आजको रिपोर्ट छ। जुनमा एप छ 60/110 भित्र हुनुपर्ने 98 छ र पिपी छ। खाना खाइसकेपछि 123.7 छ। यसको मतलब ठिक छ। मैले भन्न खोजेको यो रिपोर्ट देखाउनुको कारण यही हो कि मान्छेले भन्छ ठिक हुँदैन, यो पर्मानेन्ट मेरो ठिक भइसक्यो। सुरुमा जब कि मलाई इन्सुलिन लिन भनेको थिएँ, मैले इन्सुलिन लिएन। मेटफर्मिन पनि दिएको थियो, लगभग 5-6 दिन खाएको थिएँ। त्यसपछि मैले त्यो मेथी पानी खाएर ठिक भएको हो। अनि जसको अहिले छ त्यसले मलाई के सल्लाह दिन्छ भने यो खानुपर्छ त्यो खानुपर्छ भन्छ। त्यो खानुपर्छ छुट्टै कुरा हो, तर मेरो यो ठिक भइसकेपछि मेरो कुरा सुन्दैन, उनीहरूले आफ्नो कुरा सुनाउँछ। मलाई अजीब मान्छेको क्यारेक्टर अजीब लाग्छ। जब मेरो ठिक भइसकेछ भने मेरो कुरा नसुनेर म यो खान्छु त्यो खान्छु, मेडिसिन खान्छु, ठिक छ भन्छ। मेडिसिन खाएर ठिक छ, मेरो बिना मेडिसिनको ठिक छ भने मेरो ठिक भयो नि त। कुरै बुझ्न के हो यो मान्छेहरू बुझ्नै गाह्रो छ। मैले सिधै के भन्न खोजेको छु भने यदि तपाईँलाई सुरुमा भएछ भने मेथी पानी खाएर तपाईँले त्यसलाई नर्मल गर्न सक्नुहुन्छ। यदि औषधि खान थाल्नुभयो भने नन स्टप औषधि खानुपर्छ र मेडिसिनको साइड इफेक्ट स्योर हुन्छ। त्यही भएर सकेसम्म म यही भन्छु कि मेथी पानी खाएर 100% ठिक हुन्छ। अनि मेथी पानी खाने अनि नुन त्यो के भन्छ चिनी खाइदिने, गुलियो चिज खाइदिने भएन। जे होस् खानपान बढाउनु पऱ्यो र मेथी पानी खानु पऱ्यो। अनि चिल पाराले पछि 1 महिनापछि जे मन लाग्छ त्यो खाँदा हुन्छ। म सबै कुरा खान्छु तर त्यति खाँदैन, डर पनि हुन्छ नि भित्रभित्रै। त्यही भएर म के भन्छु भने मेथी पानीले 100% ठिक हुन्छ।